Hey guys, good morning. So let's go with me for the गाडी हामी चाहिँ गएर सिधै शक्तिखोर बाटो हो त्यो बिहान अलिक हुस्सुले गर्दा बाटो गएर राम्रो थिएन त्यही भएर म एकैछिन माथिदेखिबाट भिडियो स्टार्ट गरेँ हेर्दै जानु तपाईँलाई कस्तो लाग्छ के लाग्छ त्यहाँ गएर कुन कुन ठाउँ घुम्ने जस्तो के छ कस्तो छ तपाईँको यता हामी चाहिँ गएर चाहिँ त्यहाँको मायाटार गएको सुरुमा हामी त्यसपछि बल्ल उप्पुटङगढी गएको त्यही भएर चाहिँ मैले भिडियो चाहिँ सुट गरेको छैन एकैचोटि उप्पुटङगढी आएपछि नै मैले भिडियो सुट गरेको हो त्यो त्यहाँको मन्दिर कस्तो छ किनकि चितवनका लागि गर्नेको छ त्यही भएर चाहिँ चिसो खानको लागि चाहिँ धेरै छ उप्पुटङगढी गएर वान नाइट स्टे गर्छन् मान्छेहरू बढी सुत्दै सिलसिलामा हामी पनि गएको थियौँ त्यही भएर कस्तो लाग्छ के लाग्छ तपाईँलाई हामीलाई चाहिँ रमाइलो लागेको थियो सिगन जति जान सक्नुहुन्छ शीतल खानाको लागि बेस्ट ठाउँ हो मायाटार उप्पुटङगढी त्यहाँको हिमालको चिसो हावा आउँछ सुत्न सिरागढे सुत्नु पर्थ्यो भने चितवनको एरिया भए पनि त्यही हो यो त्यहाँ चाहिँ बस्न चाहिँ सही हो तर खाना चाहिँ खासै चाहिँ बेस्ट लागेन त्यसमा चाहिँ म अलिकति एग्री छैन बिहानको भ्यूदेखि लिएर इभिनिङसम्म रमाइलो गर्नको लागि गेट टुगेदर गर्नको लागि फ्यामिली भेटघाट रमाइलो जे गर्नको लागि पनि बेस्ट ठाउँ हो त्यो चाहिँ शीतलको लागि त्यहाँ गएपछि हामीले त्यहाँको ठाउँ हेर्न कस्तो रहेछ के रहेछ हेर्नुहोस् कस्तो लाग्छ के लाग्छ तपाईँहरूलाई त्यही हो माथितिर गर्छु उप्पुटङगढी मात्रै आएको फेरि वेदरले पनि त्यहाँ धोका दिएको बिहान बिहान पानी परिदिरहेको शीत पानी जस्तो के हो यहाँ चाहिँ बिफोर आफ्टर पनि छ किनकि म पहिला पनि गएको भिडियोहरू अलिकति क्लिप पनि छ त्यो पनि हेर्नु र कति चेन्जेस छ त्यो पनि हेर्नु पहिलेकोमा अहिलेकोमा म भनेको एउटा असोजमा गर्थेँ असोज पुरानो गर्थ्यो अनि साउन्ड त्यसको ठ्याक्क अर्को एक वर्षपछि गएको अलिकति चाहिँ चेन्जेस देखेको छु पहिला चाहिँ 20 थियो अहिले चाहिँ 50 सर्टिफिकेट पनि त्यस्तै हो त्यहाँ गएर ट्राफिकिङ गर्न सक्नुहुन्छ माथि गएर बसेर चिल खान रिल्याक्स खान नेचर भ्यू लिएर रमाइलो तरिकाले यो चाहिँ पहिलाको भिडियो है चाहिँ पहिला घर बनेको थिएन अहिले चाहिँ अलिकति चेन्जेस भएको छ पहिला धारो थिएन अहिले धारो पनि राम्रो मोडिफाइड छ हिमालको सरहरू चिसो हावा आउँछ त्यहाँ त्यही हो बेलुका चाहिँ बस्यौँ इन्जोय गऱ्यौँ खायौँ सुत्यौँ एन्ड ब्याक टु होम थ्याङ्क यू फर वाचिङ तपाईँ पनि जानुहोला कस्तो लाग्छ के लाग्छ रिभ्यू दिनुहोला तपाईँहरूले पनि द्याट्स इट थ्याङ्क यू फर वाचिङ